Happy Saturday guys. आज चाहिँ हामी जाँदैछौँ पिकनिक. हामी पटबाट आएदेखि पिकनिक गएको छैन. हामी त्यही भएर आज चाहिँ हामी घर बस्दा बस्दा सोच्यौँ के गरौँ भनेर हाइकिङ जाऊँ भने हिँड्न नै मन थिएन क्या. So we decided to go picnic today. So yeah. So यहाँनिर ग्यास भर्दैछ. Oh god, धन्न recently चाहिँ हैन like ग्यासको प्राइस एकदम ड्रप भएको छ. Not a lot better but like it's a lot better. हामी चाहिँ पिकनिक साइटमा आइपुग्यौँ. ठाउँ चाहिँ मज्जाको रहेछ. सो प्रिटी. जुन भिडियो मैले कस्तो मज्जाको रहेछ भन्छ. We have एकदम के भन्छ मिनिमम अमाउन्ट अफ फुड. खास गरी सुशी लाउने भने त्यो सुशी लाउनलाई हामीसँग टाइम थिएन भन्दाखेरि नि अब पार्किङ नै पाएन. पार्किङ खोजेर बस्दाखेरि झ्याउ लाग्यो. त्यही भएर we got McDonald's and then we got momo. मेरो cute little basket thanks to Rasmila. जे होस् अब यो एकदम प्रिटी रहेछ हैन. खास गरी एउटा ड्याम रहेछ तर ड्याम चाहिँ पानी सुकेर ड्यामी नै भएछ. पानी चाहिँ अलिकति मात्र रहेछ. ड्याम बजाइराख के उसले त. त्यो मुखबाङतिर गर्छ नि. फर्स्ट बाइट खाए ल. एक्सप्रेस. त्यही भएर पो उनीहरूले फोटो छोड्न आएर चाहिँ रोएर गाह्रो बनाएर रहेछ नि. अस्ति त्यो उनीहरू भन्थ्यो नि त कुनैको चाहिँ अब एकदम गाइज आज त्यस्तो के हाम्रो यो एकदम अन द स्पोट बनेको प्लान हो. त्यही भएर हामीले खानेकुराहरूमा खासै ध्यान दिएन. सो वी गट वाट एभर वी फाउन्ड. कति गहिरो छ पानीको लेभल हामी माथि हुन्छ पानी हुन्छ. गाइज मैले चाहिँ यो चस्मा कटनबाट त्यसै पर्थको एडिलेडको मैले चस्मा चाहिँ एडिलेडको कटनबाट किनेको होइन. अनि यसले चाहिँ पुरा हुन्छ नि. अब म यहाँ चस्मा लगाइरहेको छु. यहाँ पुरा हरियाली छ. म चस्मा लाउँदै होइन पुरा मेक्सिकोतिर अमेरिकाको पुग्छु क्या म. किनभने होइन इट गिभ्स द्याट काइन्ड अफ भाइब. के नपत्याइ ल हेर्नु ल क्यामेरा ल्याउ त अगाडि पछाडि हेर नि त्यहाँ. त्यसमा मेरो चस्मा भित्र छिराइदेऊ न. त्यही त खतरा देखाउँछ क्या उसले. यता घुमाउ यता के भन्दैछु त म ताजवानियामा बसी म अमेरिकाको गाउँतिर पुगिसकेँ गाइज मैले होइन प्याज खोर्सानी अनि के भन्छ क्याबेज चाहिँ घरबाट नै काटेर लिएर आएको. आई हेभ वान क्वेसन फर एभ्रीबडी. तपाईँहरू चटपट बनाउँदाखेरि होइन क्याबेज हाल्छ कि हाल्दैन? किनभने मैले चाहिँ हाल्दैन थियो. आई ट्राइड लास्ट विक अनि इट टर्न आउट रियली गुड. त्यही भएर मैले फेरि पनि मैले क्याबेज हालेको छु. उसले चाहिँ मलाई क्याबेज त होइन होला नि भनेर कराउँदै थियो. सो मैले चाहिँ चटपटेमा डोन्ट हेट मी फर दिस गाइज तर म चटपटेमा आलु सालु हालेको प्रिफर गर्दिनँ है. त्यो मैले बनाउँदाखेरि नमिठो हुन्छ क्या खास. ल भुजा हालेँ. चौचो चाहिँ दुईवटा हाल्न लागेको छौँ. ए मैले भने बिर्सेको मैले यहाँनिर तेल पनि हाल्छ है. बिहान तेल हालेर आएको. हामी दुईजना चाहिँ जहाँ पनि गए पनि वी नेभर मिस वान थिङ द्याट इज वाइ. हामी हाइकिङ जाम क्याम्पिङ जाम ग्ल्याम्पिङ जाम वेयर एभर वी गो अन अ रोड ट्रिप जहाँसुकै जाम वी नेभर मिस छाउ. अब नेपाली रिचुअल पुरा गर्नु परिहाल्यो नि. अब त्यो मजा खानेवाला अरू मान्छे पनि इन्क्लुड छ भने चाहिँ म यसरी खाँदिनँ नि. फेरि यो चाहिँ म र मेरो बुढा मात्र भएर जुठो हालिदिएको. मलाई चाहिँ मैले चाहिँ चटपटेमा बनाउँदाखेरि चौचोको मसला बाहेक अरू हाल्दिनँ मैले. किनभने मलाई यतिकै लागिरहेको हुन्छ. यताउतिबाट भिडियो देखाउँछ. यसरी चौचोहरू खायो भने मलाई कस्तो म सानो हुँदाखेरिको मलाई याद आउँछ क्या. सानो हुँदाखेरि चाहिँ साथीहरूसँग पैसा जम्मा गरेर आफ्नै पसलबाट चौचो किनेर घिउ हालेर लास्टको ड्रपधरि नझारिकन चाटी खान्थ्यौँ. अनि यो स्टोरी मैले सुजनलाई 1000चोटि भनिसक्यो होला. तर तिमी बोर्ड हुँदैनौ है. यु वन्ट गेट बोर्ड अफ इट राइट? कोर्स नट. भरे भात खानु पाउँदैन है. मैले चटपटेमा खासै धेरै कुराहरू चाहिँ हाल्दिनँ किनभने मसँग थिँदा पनि थिएन होइन. अर्को त मलाई आफूले बनाएको चटपटे खासै मन पर्दैन. तर अस्ति चाहिँ लक्कीली कहाँबाट मिठो लाग्यो मलाई. अब हाल्दैछौँ हामीले यो भुजा. अस्ति मैले जसरी बनाएको त्यसरी नै बनाइरहेको छु किनभने अस्ति मिठो भएको थियो. सो आई एम होपिङ इट्स गना बी गुड टुडे एज वेल. गाइज अर्को कुरा यहाँनिर होइन मैले उसलाई सानो खालको नाइफ चाहिँ हामीसँग त्यो भन्दा हालेन. सो वी डोन्ट हेभ एनिथिङ टु कट दिस लेमन. यो लेमनै हो नि है. यो लेमन हो कि लाइम हो भन त. सो वी गना ट्राई कटिङ दिस लेमन विथ माई चम्चा.
खै त्यसरी हैन कि ए काट्दिरा ला मेरो चा सकिन लागेछ नि त त्यहाँ हाल्यो हाल्यो because this is mala सबै दाम गरम हुन्छ हल्का लिमन हाल त बाई बाई धेरै भुजा हालेर अलिक नुन नल्याए जस्तो भएछ क्या नुन पनि ल्याएन फेरि एक्स्ट्रा गड ठिकै छ अब त्यही पनि मिठो भयो नुन मात्र नलायो अलिकति I'm gonna eat all of this guys and then we got homemade momo with achar होइन हामीले चाहिँ खाँदै थियौँ खाँदा ठ्याक्कै झलक्कै याद आयो क्या त्यो वाला गेम अस्तिदेखि खेल्ने भन्दै थियो सिज रक पेपर सिज whatever it is खेल्ने भएको थियो त्यही भएर ठ्याक्कै याद आयो खाँदा बिचमा राखेर अब हामीले फेरि खेल्न लाग्यो है ल उता के खान्छ म खान्छ होला नि चिसो छ म खाँदैन भने त्यो rock Let me tell you before we end this vlog हैन हिजो बेलुका चाहिँ म कामबाट पुरै ग्रस्त भएर आएको थिएँ क्या घरमा आएर मलाई एकदम I was craving KFC भनौँ न हैन मैले KFC खान जाऊँ न बेबी भनेको त KFC हैन बरु मोमो चाहिँ खानु पर्ला है रे अनि हुन्छ भनेको अनि म फ्रोजन मोमो लिएर आउँछु तिमी अचार बनाउँदै गर ल अरे क्या अनि म त हुन्छ भने क्या घर गएँ पछि चाहिँ यसो फ्रिज खोलेको त अनि मैले खोलेको थिएन उसले आफैले खोलेर मलाई देखायो पछि त यति धेरै क्या फ्रोजन मोमोहरू बनाएर खाएर छ दिनभरि सोल्टीले त यस्तो मिठो भएको थियो फेरि हैन लास्ट मिठो भएको थियो क्या आई क्यान नट एक्सप्लेन हाउ डिलिसियस इट वाज भनेर इट वाज सो गुड अनि लास्टमा अचार पनि मैले बनाएको अचार वाज 10 out of 10 as well अब चाहिँ हामी यो सबै खानेकुरा खान्छौँ भ्यूलाई इन्जोय गर्छौँ अनि we will get back home and sleep okay यहाँ चलाउ न लम्बु भएपछि यस्तै हो कि अग्लो भएर yeah ब्याट्री पनि सक्नु लाग्यो that's it for today हाम्रो ब्याट्री पनि सक्नु लाग्यो and now we'll eat and we'll see you guys in the next vlog bye